ल दसैँको धेरै सबैलाई शुभकामना छ। आज ठिकै कति 11:53 तर हामी अहिले खाना खान लागेको 9 बाँकी छ। तपाईँले मासु देखेर छु, यो शुद्ध खसीको मासु हो, हेर्नुहोस्। अब यो तपाईँको यो हाम्रो यो काठमाडौँमा एउटा कालो कोठरीमा भन्दा पनि अब कालो कोठरीमा एउटा सानो रुममा बसेर हामीहरू खाइरहेछौँ, दसैँ मनाइरहेछौँ। आफूसँग जे छ त्यही खाइरहेछौँ, हेर्नुहोस्। अब हामीसँग त मासु त खसीको मासु हो, तपाईँ खानुहुन्छ नि, हामी त खान्छौँ है। हेर्नुहोस् यहाँनिर यो अचार छ, यो मासको दाल, अनि यो सलाद, यो छ होइन। तपाईँलाई देखेर छु, म खान्छु। तपाईँलाई फेरि पनि शुभकामना छ, दसैँमा धेरै धेरै शुभकामना छ। गत सालभन्दा यो साल तपाईँको उत्कृष्ट बनोस् र म खान्छु। तपाईँ हेरिराख्नुहोस्। अब सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, तपाईँलाई राम्रो लाग्छ भने चाहिँ। हामी छवि भाइ पनि छ, यो खासै यो क्यामेराको फ्रेममा नदेखिने, उसको खासै देखिन्न, हो मन छैन, तर म मात्रै देखिन्छु होइन। अब म खान्छु, हेर्नुहोस्। ल खाए ल त्यसो सासु हो त्यो होइन। सबैले हेरेका छन् भने नमस्कार, हामी भात खान लाग्छौँ भन्छ अरे। त्यस्तो सासु हो कस्तो लाग्यो मलाई लास्ट। खसीको नाममा बोका दिएछ जस्तो लाग्यो मलाई। होइन खसी हो छैन त्यस्तै छैन। राउटर त रहेछ, यसो पैसा नहालेर राखे हो। होइन पैसा भए सबै घरबाट जान्ने हुन्न। मिलिजुलीमा छविको राउटर थियो एउटा, झोला हाल्न लाग्छ। मेरो राखेको किन राखेको त? मेरो पारीको छ बिहार चाहिँ किन रुपियाँ खर्च गर्नु भयो त्यत्तिकै मिलिजुली मेरो त चल्छ क्या। निःशुल्क हो क्या, फ्री। लौ खाऊ, फ्रीमा चल्नु भयो। त्यही भएर म यस्तो मेहनत गरेर हेर्नुहोस् खाना पकाउँछ भने होइन खान्छु। तपाईँ त ससुरा पुगाइदिनु न 2000 यार, के हो यस्तो? 2000 जसरी पनि पुगाउनु पर्यो। पुगाउनु पर्यो नि, 1400 मात्रै किन गराइदियो? खोलेको मेरो एउटा 14000 वाला थियो, पहिला त भस्मै थियो। 14000 थियो एउटा, त्यसलाई कसले चाहिँ मेरो कसले ह्याक गरिदियो। अनि त्यसपछि फेरि मैले 1 वर्ष खोलेन, फेरि सुरु गरेको कति 4-5 महिना भयो, 1400 मात्र भयो। धेरै त्यति भिडियो हाले होइन, अनि सर्ट भिडियो हाल्छु। त्यही भएर त्यही नाम त मेरैमा छ, तर त्यो सबै उसको हुन्छ क्या, नाम पनि उसको हुन्छ, तर ह्याक गरेर आउँछ सबै उसको नै हुन्छ सबै। तिमी थियौ नि, यही थियो नि, म 14000 देखेँ त। तिमीसँगै बस्दाखेरि थियो। दिल्ली बजार बस्ने बेला त म यस्ता काममा अलिअलि लाग्छु कि म। दाल खामला दिनु है। किन भात छिर्दैन कि कपडीबाट यार, के भयो मलाई। दसैँ लाग्यो नि त, ल दसैँ लागेन ल परियाका झन् छिर्छ गलै हो, झन् छिर्छ पहिल्यैदेखि हो मेरो त नाच्नु। भोक निद केही लाग्दैन यो ल पर्या आफ्नै कारणले निद लाग्दैन, आफ्नै भविष्य देखिन तिमी त्यो हुन न त, किन मलाई आजकल भातै मिठो लाग्दैन भने ल पर्या खायो पर्या आउँछ त के हाल्ने त पर्या पनि उमेर हेरेर नि त लग पार्ने नि। हामी यसो तक्लो भइसक्यो, कसले गर्छ र यो त? कतै यो घर भाइ हेर्नु नि युट्युब च्यानल हेऱ्यो पनि के हो त नि,
काट्टो ए त्यहाँ अझै अन भइरहेछ क्या बन्द गर्नु भाइ मार्ला काट्टो कुट्टो गराइन अनि हाल्नुपर्छ कसलाई मार्ने भाइलाई के छोरी भाइलाई के आँखा हेर्नुहुन्छ गाली गर्छला त मार्न त नमार्यो भने यति ठुलो छोरोलाई मार्न त के मान्नु अनि गाली गप्पै हुन्न क्या पान त पाटन त्यस्तो भन्न खोजेन नि त हावा कसैले केही गर्दैन अस्ति भन्न आउनेबाट चाहिँ घरबाट आउनेवाला झगडा पर्नु नमारी झगडा पर्नु आयो किन बिहानमै त्यो होइन क्या हावा कसलाई फोन गरी भनेपछि घर नआइ हुन्छ घर नआइ पुलाउको चामल ल्याउनु भयो दिदी तपाईँले होइन माथिबाट दिशा हो खै के चामल हो घरबाट पुलाउको यही चामल खाइसिन्छ कमलो हुन्छ भन्न त्यहाँ दाँत छैन र घाँटी पुलाउको हो यो अनि मैले पुलाउ गराउन सोचिरहेको थिएँ बड्डा जाडो लाग्यो मेरो हिजो गराएको त हुन्थ्यो आज गराउनु के हो साँझ घरानी गरौँला त्यो भएर खाइदियो नि त भाइले बनाएर थियो पसल खुल्छ हुँदैन परसँग त खुलिहाल्छु अहिले बिहानतिर पनि खुल्या त टिका लाउने बेला बन्द भइसक्यो अहिले त खुल्दैन अघि बिहान सामान ल्याइरहेको थियो कोही कोही ल्याउनु तर त्यसरी खुल्दैन अब त्यो तरकारी पसलहरू साँझ खुल्छन् अरे तरकारी पसल त साँझ खुलिहाल्छु भात धेरै पसिनु परेछ है अब यो पुलाउको चामल फाल्नै मन लागेन खानु भने खान पनि मन लागेन त्यही त तपाईँ खानुहुन्न तपाईँ खानु भाइलाई देऊ हाम्रो त टिका लाउने बाँकी छ नाच्नै बाँकी छ दसैँ तिहार उसको तिहार पनि जानुहुन्न तपाईँ म भाइलाई टिका जानेको त गइजानु हुँदैन यो भाइ त गइन्छ मसँग जान्नमा जान्न क्या म हाँसाको आइन देख्नु हुन जान्छ मैले भने त हुन्छ हुन्छ फेरि यहाँ जान्छ बोल्यो भने जान्न हामी मानवला भाइ भन्यो मसँग एउटा कुरा गर्छ तपाईँसँग एउटा कुरा गर्दै हेर्नु जान्न कि घरबाट आखिरी एकैछिनमा किन आउने किन जाने त्यो हावा त्यो गाडीको डर गयो भए त म पहिल्यै गइजान हो किन जानु पर्छ र ल भयो त नै जाँदा राम्रो भन्ने कुरो अब के त हो के हो भने चाहिँ अब विदेश जाने मान्छे किन छोड्ने भन्ने कुरो हो नि त अब हाम्रो मम्मीहरूले त्यति लगाइदिनुहुन्छ के भयो त के त हो नि त अब के लाउँछ उसले बुवाहरूले दाइहरूले हाम्रो दिदी पनि छैन नि त हामी त फुलबाट लाउँछौँ र जान्छौँ भनेपछि दाइहरू बुवाहरूले लाउँछ न अरू छन् भाइरा छन् अङ्कल आन्टीहरूका छोरा अङ्कलहरूका छोरा छोरीहरू छन् तपाईँ नाम अङ्कलहरूका छोरा कहाँ छन् हाम्रो त ठुलो बुवा छन् नै हाम्रो बुवा हाम्रो बुवाको पनि छोरी छैन 2 भाइ छोरा 5 भाइ छोरी नि जिमाकी बहिनीकी छोरीले ल्याइदिनु हाम्रो बुवाका पनि छोरी जीवाका पनि नभए जीवाका भाइ बिनाको गइखेर भएका छोरी 5 भाइ छोरी छोरा ए छोरी के छोरी 5 भाइ 2 भाइ छोरा हाम्रो बुवा छोरी 5 भाइ हुन्छन् त छोरी 5 बहिनी हुन्छन् 5 बहिनी मासु खाउन दाइकी आमा चाहिँ काहीँले हड्डी बलियो रहेछ दाँत पनि बलियो गराउनु पर्थ्यो मैले राखेन फेरि हाम्रो अरू सबैको छोरीहरू छ नि हाम्रो छोरी छैन फेरि हाम्रो मम्मीको छोरी छैन होइन अरू 5 बहिनीको 4 बहिनीको छन् नि सबै बहिनी हाम्रो मम्मीले चाहिँ मलाई छोरी हुन्छ भने जन्माउनु म छोरा भएँ अनि भाइलाई फेरि छोरी हुन्छ भने जन्म फेरि भाइ पनि छोरा भयो हाम्रो छोरी कति छोरी पाउने भनेर 7 वटा छोरा पाएको अनि एउटा घरमा त्यस्तो छ फेरि अर्को घरमा छोरा नभएर छोरी 7 वटा भएको छ एउटै गाउँमा त्यस्तो आजभोलि फेरि तिनीहरूले कति पहिला वर्ष मागिनु पनि भएन अनि आजभोलि त फेरि छोराहरू क्या सबै छोराका छोरी मात्रै जन्मेछन् छोरा जन्मेछन् हो बाउका चाहिँ छोरा छोराका सबका छोरी जन्मेछन् अब खाना खाने अवस्था भयो खानै खाँदैन भाइले यति मैले राखेँ होइन अब यति अब जसरी पनि खान्छु अब यति खान्छु अहिले तपाईँलाई म यति नै गरेँ लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला त्यसलाई ह्याप्पी दसैँ फेरि पनि
नमस्कारमा राखेँ।